Hello and welcome back to my vlog everyone. Hope you guys are doing great. So तिहार पनि सकियो अब and it's normal day back to work. Hope you guys had a blast एकदम रमाइलो भयो होला तपाईँहरूको तिहार. If कुनै तिहारको फनी इन्सिडेन्ट छ भने चाहिँ डु लेट अस नो इन द कमेन्ट सेक्सन बिलो. सेयर गर्नु होला हैन. हेरौँ न के रहेछ त तपाईँहरूको पनि तिहारको फनी मोमेन्ट्स त रमाइलो मोमेन्ट. अब आज एक दिन अफिस हो. फेरि भोलि छठले गर्दा चाहिँ इट्स होलिडे अनि त्यसपछि चाहिँ अब अलमोस्ट फेस्टिभल्स आर अल गन अनि बिदा चाहिँ हुँदैन अब एकदमै थोरै अनि दसैँ तिहार छठ भनौँ न त्यो एकैचोटि बिदा सकेपछि चाहिँ अनि बिदाहरू चाहिँ अलमोस्ट नियर टु जेरो कुनै बिदा नै नहुने अनि त चाडपर्व सबै सकेपछि त केही पनि बिदा हुँदैन नि त सो त्यसले गर्दाखेरि चाहिँ यो महिनापछि चाहिँ एकदमै कम पब्लिक होलिडे छ अब छठ इज जस्ट राउन्ड द कर्नर्स है म ठ्याक्कै गुजेश्वरी कोरिडोरमा छु अनि अलिकति तल गएपछि म तपाईँहरूलाई देखाउँछु है छठको लागि चाहिँ ठ्याक्क वरिपरि यो ठ्याक्कै गुजेश्वरीको चोकदेखि गौरीघाटसम्म चाहिँ कस्तो मजाले पालहरू हालेर स्टल्सहरू बनाएर अनि बत्तीहरू हालेर सजाएको हुन्छ कि हिजो अस्तिदेखि नै काम चाहिँ अलि अगाडिदेखि नै सुरु भइसकेको थियो किन भन्दा त्यहाँ चाहिँ ठ्याक्क लेभलहरू मिलाउनु पऱ्यो होइन त्यसले गर्दा कामहरू चाहिँ अस्तिदेखि सुरु देखेको थिएँ मैले म यो बाटो नहिँडेको 2 दिन जस्तो भयो हिजो र अस्ति चाहिँ हिँडेको थिइनँ सो हेरौँ कतिको के भएको रहेछ भनेर अनि तपाईँहरूमध्ये कतिजना चाहिँ काठमाडौँमा भनौँ अथवा आफ्नो ठाउँमा झिलिमिली हेरेर निस्किनु भएन म चाहिँ योपालि काहीँ पनि निस्किनँ होइन किन भन्दा एज युजल एभ्री इयर जस्तै नै हो नि त बत्तीहरू हालेको झिलिमिली भएको चाहिँ त्यही भएर खासै त्यस्तो नयाँ नहुने हो र योपालिको फेस्टिभल चाहिँ स्पेन्ड टाइम विथ माई फ्यामिली मेम्बर्स खासै त्यस्तो धेरै कतै घुम्न पनि निस्किनँ झिलिमिली हेर्न भनेर पहिला जुन तरिकाले डेलिगेट निस्किन्थेँ त्यो चाहिँ थिएन योपालि एकछिन चाहिँ निस्केको थिएँ म होइन तर त्यो पनि झिलिमिली भन्दा पनि नामले गर्दा नै निस्केको थिएँ अपार्ट फ्रम द्याट योपालि फुल फेस्टिभल चाहिँ घरमै बसेर फ्यामिली मेम्बर्सहरूसँग मजाले टाइम स्पेन्ड गरियो होइन समटाइम इट फिल्स गुड है किन भन्दा अब हाम्रो एभ्रिडे हेक्टिक लाइफबाट हामी बस्दै आउँछौँ नि त होइन फ्यामिलीसँग टाइम स्पेन्ड गर्न पाएको हुँदैन नि त त्यही भएर पनि फेस्टिभल्सहरू चाहिँ एकदमै ग्रेट अपर्च्युनिटी हो क्या त्यसको लागि नेपालमा हुनुभएकोहरू चाहिँ अब काठमाडौँमा हुनुहुन्छ अथवा आफ्नो घरबाट कुनै टाढा वर्क स्टेसनमा काम गर्नु भएको थियो भने योपालिको तिहार बिदा पनि रमाइलो थियो तपाईँहरूलाई चाहिँ हामीले चाहिँ लग लग दसैँ र तिहार ठ्याक्कै इक्वेल जस्तो बिदा पाएको थियो नि त होइन त्यसले गर्दाखेरि चाहिँ रमाइलो थियो अब कतिजना त बिदा मिलाएर विदेशबाट नै आउनुहुन्छ त्यही हो कि अघि हामी छठको ठ्याक्कै कुरा गरिरहेको थियौँ नि यहाँदेखि चाहिँ सट्ट यसरी स्टेजहरू बनाउन स्टेज भन्दा पनि अब स्टल भनौँ न स्टल चाहिँ बनाउनु थालेको छ ठ्याक्कै यो चाहिँ ठ्याक्कै उता गौरीघाटसम्म नै छ कि बत्तीहरू पनि सट्ट हालिसकेको रहेछ साइड साइडमा बत्तीहरू हालेर टक्क यता चाहिँ होइन पारिपट्टि चाहिँ अझ माथिपट्टि पनि कभर पाल हान्ने काम चाहिँ सकिसकेको रहेछ छठको दिन पर्सि चाहिँ एकदमै भिड हुन्छ क्या यहाँ होइन बेलुका अब बेलुका यहाँ बस्न आउने अर्को दिन आउने नि धेरै हुन्छ अनि प्लस त्यो सँगसँगै घुम्न आउने पनि एकदमै धेरै हुनुहुन्छ कि त्यसले गर्दा पनि यहाँ चाहिँ ठ्याक्कै क्रसिङ बनाएको हुन्छ पारी जानलाई होइन बिचमा जेनरली पूजा गर्नलाई चाहिँ मूर्ति राखेको हुन्छ कि अनि त्यो चाहिँ ठ्याक्कै यहाँ गौरीघाटको टर्निङसम्म सट्ट राखेको हुन्छ यहाँसम्म हुन्छ ठ्याक्कै पशुपतिको उता कर्नरदेखि यो कर्नरसम्म चाहिँ राखेको हुन्छ सरी पशुपति होइन गुजेश्वरीको कर्नरदेखि अनि यो चाहिँ दुईतिरै हुन्छ फेरि उतापट्टि पनि ठ्याक्कै राखेको हुन्छ यतापट्टि नि सो खोलावारी र पारी दुईतिरै बस्ने ठाउँसहित व्यवस्था मिलाएको हुन्छ यहाँ चाहिँ बत्ती यहीँदेखि हालेको रहेछ हामीले देख्न सक्छौँ त्यो बिदाबाट निस्किँदाखेरि चाहिँ इट्स स्टिल फेस्टिभल भने जस्तै हुने क्या फेस्टिभल मोड नै अन चाहिँ छ होइन अब अफिस गएर टक्क आज त एक वान वर्किङ डे भनौँ न किन भन्दा फेरि भोलि बिदा छँदैछ त्यसले गर्दाखेरि पनि अब कतिजना त घरबाट नै आउनु भएको आउँदैन
होइन अब आज एक दिन रेस्ट गरौँ भोलि निस्क्यौला भन्ने पनि हुन्छ क्या कतिजनालाई चाहिँ बल्ल बल्ल घर गएको हुन्छ सो त्यसले गर्दा पनि होला काठमाडौँमा अलिकति ट्राफिक चाहिँ अहिले नि कम नै छ त्यस्तो धेरै चाहिँ छैन अब छठपछि चाहिँ अनि काठमाडौँ ब्याक टु नर्मल हुन्छ जुन दसैँ अगाडि थियो नि ठ्याक्कै त्यस्तै हुन्छ किन भन्दा स्कुल कलेजहरू पनि लाग्न थाल्छ नि त अब दसैँ तिहारको बिचमा त कति बिदा थियो त्यसले गर्दा पनि काठमाडौँको ट्राफिक चाहिँ अलिक कम नै थियो यो विक चाहिँ बिस्तारै ग्रेजुअली इन्क्रिज हुन्छ अनि 2-3 दिनमा त इट गेट ब्याक्स टु नर्मल होइन काठमाडौँको ट्राफिक चाहिँ नर्मल नै हुन्छ अनि अब कतिजनालाई चाहिँ लाग्न सक्छ मैले भ्लग चाहिँ एभ्रिडे भ्लगको रूपमा सुरु गरेको थिएँ होइन वाइ नट बिचा भ्लगहरू चाहिँ किन आएन भन्दाखेरि चाहिँ आई वाज ट्राइङ हार्ड है एभ्रिडे भ्लग गर्छु भन्ने ट्राई गरेँ बट अब फेस्टिभल भन के भन होइन अनि त्यसले गर्दाखेरि चाहिँ खासै कतै निस्किएन पनि अनि ननिस्किसकेपछि अब मोटो भ्लगै खासै त्यस्तो भएन कि बट आजदेखि चाहिँ आइएम इन्स्योरिङ एभ्री डे केही न केही चाहिँ म पोस्ट गर्छु भ्लग भनेर होइन सो इफ यु गाइज आर न्यू टु माई च्यानल डोन्ट फर्गेट टु सो सम सपोर्ट है सब्सक्राइब गरिदिनु होला केही फिडब्याक छ भने पनि मजाले भनिदिनु होला है त ओके लेट्स किप गोइङ एकछिन गौशालाको जाममा बसिसकेपछि फेरि ब्याक टु रोड होइन आज चाहिँ फर्स्ट स्टपै गौशाला जस्तो भएको थियो कि मित्र पार्क पनि क्लियर थियो अरू कहीँ पनि खासै रोकेको पनि थिएन म अघि पनि भनेको थिएँ नि नम्बर अफ भेहिकल्स आर लेस है त्यसले गर्दा पनि हो अब पिक अफिस टाइम सुरु भइसकेको छैन त्यसले गर्दा पनि अलिकति कम चाहिँ होला तर पनि कम्पेरिटिभली अरू दिनकै टाइममा हेर्ने हो भने आज नि गाडीहरू चाहिँ थोरै नै छ गाडी बाइकहरू चाहिँ छ त्यसले गर्दाखेरि पनि खासै कहीँ जाममा रोकिनु चाहिँ परेको छैन त्यही गौशालामा एक ठाउँमा रोकेँ त्यति हो ओके म चाहिँ मेरो भ्लगलाई आज यहीँ एन्ड गर्छु होइन खासै त्यस्तो नयाँ कुरा केही पनि छैन एज युजल सो या होप यु गाइज हेभ अ ग्रेट डे अहेड थ्याङ्क यू फर वाचिङ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला भिडियोलाई लाइक गरिदिनु होला आफ्नो भ्यालुएबल फिडब्याक चाहिँ ड्रप गरिदिनु होला सी यु गाइज इन द नेक्स्ट भ्लग बाई